नमस्ते सबैजनालाई। आज चाहिँ हामी नानलेन्डी गार्डन, यो त हाम्रो घरको नजिकै हो, त्यही पनि नजिकै भए पनि लक्ष्मी आएको थिएन। मैले लक्ष्मीको लागि आज घुमाउनु ल्याएको, लक्ष्मीलाई देखाउनु। घरबाट 10 मिनट लाग्छ, त्यही पनि उसलाई आउँदैन कि एक्लै, त्यही भएर आज मेरो हलिडे भएको हुनाले घुमाउन ल्याएको हो। यो ठाउँ चाहिँ कति टाढा टाढाबाट मान्छे आउँछ। यो हाम्रो घर नजिकै भएर हामीलाई मतलब नभएको, तर पनि एनिवे मलाई चाहिँ राम्रै लाग्छ। घर नजिकै भए पनि हामी धेरै राम्रो ठाउँ हो यो। कति टाढाबाट मान्छेहरू घुम्न आउँछ। यो वान अफ द मोस्ट ब्युटिफुल डेस्टिनेसन प्लेस फर द भिजिट। सो टुरिस्टहरू पनि आउँछ यहाँ होइन, राम्रो छ यो ठाउँ। सो लेट्स गो। छ भित्र हाउसहरू, केही बिल्डिङहरू, पुरानो स्टाइलको एन्सियन्ट टाइपको चाइनिज बिल्डिङहरू, घरहरू छ। यस्तो राम्रो छ त, दामी छ, एकदम राम्रो छ नि यहाँभित्र। कस्तो पिसफुल छ आउटसाइड। तर यहाँ चाहिँ टिकटक रिलहरू चाहिँ बनाउनु पाइँदैन है, म्युजिकहरू खोल्नु दिन्न, क्वाइट भएर हिँड्नुपर्छ नि त। यहाँ छ यो मन्दिर बाहिर छ नि, लक्ष्मी यो गोल्डन टेम्पल हो बाहिर छ होइन। अनि लेट्स गो आउटसाइड। फर्स्ट यहाँ हेर्ने, अनि यसमा बाहिर जाने। ल लेट्स गो आउटसाइड, एक्जिट। यस्तो छ यहाँभित्र। ल अब आउटसाइड। Where is Naisa? Hi Naisa. Naisa, oh baby. Here we go, Naisa, come on. Naisaहरू निसाम चाहिँ आउनै मान्दैन यहाँ चाहिँ, किनकि यहाँ चाहिँ ओल्ड पिपलहरू मात्रै जाने। हामी नट इन्ट्रेस्टेड भन्छ, तर राम्रो छ नि यहाँ, यिनीहरूलाई मन पर्दैन रे। मलाई चाहिँ राम्रो लाग्छ है यो। त्यही नजिकै छ, घरबाट मेडिटेसनहरू गर्नु आउँदा पनि हुन्छ वास्तवमा। अनि यस्तो तलतिर पोखरीहरू छ, ताल छ। यस्तो पिसफुल म्युजिक छ कि यहाँ बसेर मेडिटेसन गरौँ जस्तो लाग्छ, तर टाइम छैन। नो टाइम, वाट टु डु। ल ओ नाइसा, डोन्ट टच, ओके। फ्लावरहरू देख्नै हुँदैन उता। ल अब उता जाउँ, नेक्स्ट प्लेस। लेट्स गो गर्ल्स, कम अन। Dandelion. Can you show me what's the why you pick up? Don't pick up next time, okay? Okay. त दामी छ, माछाहरू छ, अनि बिहाइन्ड रेसिडेन्सियल बिल्डिङहरू छ। हङकङमै बसिराख्नु हुनेहरू छ, सबैजना आउनुहुन्छ नि त। अब यो चाहिँ जो आउटसाइड हङकङ बस्नुहुन्छ उहाँहरूलाई चाहिँ आनन्द लाग्छ नि त यो भिडियो हेरेपछि पनि, त्यही भएर मैले भिडियो बनाएको हो। सो दामी छ के प्लेस। पर उस वाटर उस के अरे वाटरफलहरू छ। ल यहाँ चाहिँ फिसहरू छ, यस्तो दामी, एकदम धेरै फिसहरू छ नि त यहाँ त। सो मेनी फिसेस। कति क्लिन छ वाटर है, पानी कति सफा छ त होइन। हाई गर्ल, कलरफुल छ, कति दामी दामी छ है। डाइभ गरिरहेछ फिसहरू।
सेभ गर्ने प्रोटेक्ट गर्ने टुरिस्टहरू कति आउँछ यहाँ। रिभरहरू छ होइन, त्यहाँदेखि अब माथि अर्को नेक्स्ट टेम्पल जाने बाटोहरू। हामी चाहिँ अघिको गोल्डन टेम्पलको अपोजिटमा छौँ। अब चाहिँ जस्ट अपोजिट ल गोल्डन टेम्पलको अपोजिटमा आइपुग्यौँ है। अब माथि जाउँ ल। यता चाहिँ अर्कोमा जाँदैछौँ है। यताभित्र मजाको मलाई चाहिँ प्यालेस जस्तो लाग्छ है त्यहाँभित्र चाहिँ। मेरो जो पनि रिलेटिभ्सहरू घुम्न आउनु भयो भने यो नजिक हुनाले यहाँ चाहिँ म ल्याउँछु है। नजिक छ नि त, टाइम दिनु भ्याउँछु, यतिमै हुन्छ है। राम्रो लाग्छ मलाई चाहिँ, नजिकै छ अनि एकदम राम्रो पनि छ। चाइना पनि त यस्तै छ नि रश्मि, हामी चाइना घुमेको एक्ज्याक्टली सेम। अब हङकङ चाइना नै हो। अब सेम हामी यस्तै गयौँ नि उलिन, यस्तैहरू के घरहरू मन्दिरहरू यस्तै ठाउँहरू पनि रहेछ क्या एउटा। हामी यस्तै ठाउँमा पनि गएको थियौँ सेम। के फुलकमल होइन होला हौ, त्यो कमल फुल होला। ए फुलकमल उल्टाबाट म त फुलकमल भनेको के रहेछ भन्छु, फेरि कमलको फुल भनेर चाहिँ लक्ष्मीले चाहिँ फुलकमल भन्छ, उल्टा उल्टा। कमलको फुल राम्रो छ है। बाघको मुखबाट पानी निस्किन्छ होइन त, कति धेरै कलर छ है। कति धेरै कलरफुल छ है। यस्तो आनन्द लाग्छ नि मलाई यो फ्लावरहरू देखेपछि। टिपेर लैजाउँ लाग्यो हौ मलाई एउटा त। दामी छन्। यहाँनिर यस्तो दामी छ कि के भन्नु, मलाई चाहिँ अति नै मनपर्छ हो यो फुलहरू देखेर चाहिँ। ठाउँ त यतिकै राम्रो पिसफुल छँदैछ नै। यसो गरेर खिच्दा कमलको फुल आउँछ होला र अघि हामीले फ्रन्टबाट खिचेको थियो, तर म चाहिँ अपोजिटबाट है फेरि। लुक सिमिलर यो अपोजिट साइड। बोनसाई ट्री पहिला राजाहरू बस्ने ठाउँ होला हौ, यस्तो छ। यस लाइभ पिक्चर फोटो नट अलाउड भन्यो है। म चाहिँ यादै गर्दिनँ, फेरि अरू बेला त खिच्दिनँ कि कहिले कहिले खिच्नु मन लाग्यो खिच्नु लिन्छु भिडियो फोटो। उसले चाहिँ इनसाइड नट क्यानट भन्यो क्या। सो आउटसाइड मात्रै टेक गर्नु पाउँछ अरे भिडियो फोटोहरू। अब सधैँ आए पनि कहिले यस्तो भिडियोहरू चाहिँ सबै टेक गरेको थिइनँ। आज चाहिँ सबै डिटेलमा त मैले लिनँ, अलिअलि लिने कोसिस गरेको छु। यहाँभित्र अर्कै छ है फेरि स्ट्याचुहरू केहरू। अब भित्रको त दिँदैन नि त, यहाँको रुल्स बाहिर मात्रै हो। अब चाहिँ म भिडियोलाई एन्ड गर्नु गइरहेको छु। थ्याङ्क्स फर वाचिङ। सो आज चाहिँ अब आजको हाम्रो सर्ट टुर स्पेसली हाम्रो लक्ष्मीले घुमेको थिएन। लक्ष्मी आएको नियरली अब कति मोर देन 1 इयर्स भयो। ऊ आउँदैन कि कहिले पनि, अब मेरो छुट्टी हुँदा मात्रै उसलाई ल्याउने। सो थ्याङ्क्स फर वाचिङ। प्लिज लाइक सेयर एन्ड कमेन्ट एन्ड सी यु इन नेक्स्ट भिडियो। बाई बाई। नमस्ते सबैजनालाई, सबैको दिन एकदम शुभ रहोस्। हेभ अ गुड डे टु अल।